हेलो सम्पूर्णमा नमस्कार भन्न चाहन्छु र म ज्योति थुलुङ र आज फेरि तपाईहरुसँग म बुद्ध पूर्णिमाको सबैलाई हार्दिक मङ्गलमय शुभकामना भन्दै है र मसँग देखिरहनु भएको छ हाम्रो यहाँ गुम्बाका कमिटी दाजुभाइ दिदीबहिनीहरू है र फेरि पनि तपाईहरु सबैलाई बुद्ध जयन्तीको हार्दिक मङ्गलमय शुभकामना धन्यवाद। ग्याङ्ग्युर एक छोक ग्याछलिङ गुम्बा स्थापित भएको 2012 मा हो। तत्पश्चातदेखि यो 2 वर्ष चाहिँ हामीले भव्य रूपमा बुद्ध जयन्ती आयोजना गर्दै गइरहेको छौँ। यस बीचमा सम्पूर्ण हाम्रो यो आर्य सेवारी मात्र नभएर वरिपरिका गाउँ समाज इत्यादि सबैले नै हामीलाई यस पूजाको निमित्त सहयोग पनि पुर्याएको छ। डोनेसन दिएर उहाँहरूले पूजालाई सफलीभूत पार्नुको लागि सहयोग दिनुभएको छ। विशेष उहाँहरूसँग पनि हामी धन्यवाद दिन चाहन्छु र यसरी नै यो गुम्बा निर्माण गराउनुमा सम्पूर्ण आर्य चियाबारीका गाउँलेहरूको सहयोगमा नै यो गुम्बा आज निर्माणधीन अवस्थामा नै रहेको छ र हाम्रो जति पनि समाज इष्टमित्र सबैको सहयोगले चाहिँ आजको यतिको गुम्बा निर्माण भएको छ र आगामी दिनमा यस गुम्बालाई अझै बृहत रूपमा के कस्तो प्रकारले नयाँ ढाँचाले बनाउनको निमित्त हामीसँग पर्याप्त धनराशि नहुनको कारणले यहाँहरूसँग चाहिँ म एउटा के अपिल राख्न चाहन्छु भने हाम्रो यस भेकमा भएको यस गुम्बामा हजुरहरू कोही पनि यदि सहयोग गर्नु चाहनुहुन्छ भने हामी आयोजक कमिटी सम्पूर्ण गाउँले नै हामी त्यो सहयोगको हजुर अपेक्षा पनि यहाँहरूसँग राख्दछु। विशेषतः अस्तिको वर्ष जुन चाहिँ यो जीर्ण अवस्थामा थियो त्यसलाई सुदृढीकरण गर्नको निमित्त चाहिँ हामीलाई सहयोग पनि प्राप्त भएको छ। त्यसमा सहयोग गर्नुहुनेमा विशेष एउटा दाता चाहिँ हाम्रो दार्जिलिङ मायावाज हुनुहुन्छ, जसले चाहिँ हामीलाई प्रत्येक महिना टुम्बा मिस है उहाँको नाम चाहिँ उहाँद्वारा चाहिँ प्रत्येक महिना कलेक्सन गरेर 3 महिनाको बादमा चाहिँ उहाँले 3000 अथवा त्योभन्दा अगाडि 11000 त्यसको पछि 3000 गरेर यसरी सहयोगहरू उहाँले पुर्याइरहनु भएको छ र हामीले चाहिँ के सोचेको छौँ भने जति पनि हामीलाई सहयोग गरेको छ गर्नुभएको छ छुटफुट हामीलाई सहयोग प्रत्येकले नै गरिरहेको थियो, तर हामी संरक्षणमा उहाँहरूको नाम चाहिँ हामी लिन नसकेको कारण चाहिँ किन भन्दाखेरि गुम्बा हाम्रो निर्माण भएको छैन पूर्ण रूपले। त्यो दिन चाहिँ हामी जति पनि हामीलाई सहयोग गरेको दाताहरू हुनुहुन्छ उहाँहरूको नाम लिस्ट चाहिँ हामी त्यो गुम्बाको अगाडि चाहिँ हामी त्यो नाम लिस्टहरू पेश गर्ने चाहिँ हाम्रो एउटा उयो छ पछाडि चाहिँ।